अमला काण्ड, त्यो काण्ड जुन आजकल हरेक नेपालीको मुखमा र सामाजिक सञ्जालको भित्तामा झुन्डिरहेको छ। स्कुल पढ्ने साना विद्यार्थीदेखि खेतबारीमा काम गर्ने बुढापाका सबैजना यही अमला काण्डको विषयमा छलफल गरिरहेको सुनिन्छ। खासमा यो काण्ड के हो र किन यसले यति धेरै चर्चा पाइरहेको छ भनेर बुझ्न हामीले यस घटनालाई रिसर्च गर्यौं। सुरुमा अमलाको नाम सुन्दा हामीलाई लागेको थियो यो कुनै फलफुल वा तरकारी पसलमा भएको ठगी धन्दाको विषयमा होला। तर यस घटनालाई गहिराइमा बुझ्दै जाँदा थाहा भयो कि यो काण्ड कति घटिया काण्ड रहेछ भनेर। तर नेपाली युट्युबरले यसलाई डलरको खेती बनाइरहेको छ, टिकटकरले कन्टेन्टको खेती बनाइरहेको छ र नेपाली समाजले एउटा हाँसो र मनोरञ्जनको विषय बनाइरहेको छ। बलात्कार जस्तो जघन्य अपराधलाई अमलासँग जोडेर नेपालको कानुनको धजिया उडाइरहेको छ यो काण्डले। यो काण्डलाई कानुनी तर्फबाट न्याय दिलाउने भन्दा पनि छिमेकीहरूको इन्टरभ्यू लिनेतर्फ तल्लीन देखिरहेका छन् युट्युबर पत्रकार। अब यस घटनालाई अर्कै मोडतिर लगेर सहयोग जुटाउनेहरूको ताती लागिरहेको छ भने माता र झाँक्रीहरू अवैध सम्बन्धबाट जन्मेका अबोध बालकको भविष्यवाणी गर्न लागिरहेका छन्। आजको नेपाली विचारको भिडियोमा यही अमला काण्डलाई गहिराइसम्म बुझौँ र यसलाई डलर र कन्टेन्टको खेती गर्ने युट्युबर, टिकटकर, माता झाँक्री र समाजसेवकको मनसायको भण्डाफोर गरौँ। अमला काण्ड झापाको शिव 87 नगरपालिका वडा नम्बर 11 मा घटेको घटना हो। यस घटनाको पीडित 21 वर्षीय युवती हुन् भने अपराधी चाहिँ त्यसै गाउँको वडा नम्बर 9 मा बस्ने 81 वर्षे सङ्ग्रौला थर गरिएका बुढा हुन्। तर यस काण्डमा को पीडित हो र को अपराधी हो भनेर अदालतबाट भने केही फैसला भएको छैन। पुष महिनामा घटेको यो अमला काण्ड वास्तवमा 9 महिना अघि भएको आपराधिक क्रियाकलापको परिणाम हो। पुष महिनामा ती 21 वर्षीय युवतीले एउटा बच्चालाई जन्म दिन्छन्। त्यसपछि घर परिवार र समाजबाट प्रश्न उठ्न थाल्छ बच्चाको बाउ को हो भनेर। युवतीले ती बच्चाको बाउ त्यही ठाउँको वडा नम्बर 9 को सङ्ग्रौला थर गरिएको बुढो हो भनेर मान्छे नै तोकेर सबैलाई जानकारी गराउँछिन्। यसपछि यो घटनाले उग्र रूप लिन्छ। घरमा कोही नभएको बेला यी युवतीको घरमा आउँथे र अमला खानी हो, पैसा चाहिन्छ भन्दै ती युवतीसँग कुरा गर्थे। यही सिलसिलामा ती वृद्धले ती युवतीलाई 2 पटकसम्म करणी गरेको, जसकारण बच्चा जन्मेको कुरा युवतीले भन्छन्। 100% उही हो त्यो नानीको बाउ भन्न सक्छौ त? तिमी जाइलाएर भन्न सक्छौ? तिमीलाई लट्ठायो कि अब तिमीलाई केही मुखमा फसायो कि नभन है नानी भनेर केही भन्यो कि पैसा दिन्छु भनेर लालच देखायो कि अनि के भन्यो भन? के भन्नु त त्यतिखेर? मलाई खाने कति पैसा चाहिएको छ भने पेन बिहानको राति एक दिन उसो। अनि तिमी यति लका जमानी मान्छे उ त्यति 81 वर्षको बुढो तिमीले के प्रतिकार गरेनौ? यो थियो युवती तर्फको कुरा। तर ती वृद्धको कुरा सुन्दा त यो घटना झन् शङ्कालु बन्दै जान्छ। बुढा स्वयंले 2032 सालमै परिवार नियोजन गरेको र आफूबाट कुनै बच्चा नहुने कुरा बाहिर ल्याउँछन्। बरु उल्टे आफूलाई पैसाको लागि फसाउन खोजेको हुन सक्ने भनेर युवतीको चरित्रमाथि प्रतिप्रश्न गर्छन् ती वृद्धले। त्यतिखेर के हेरो जब चाहिँ बच्चा जन्मेपछि फल्नाको भनेर हुन्छ? लु तपाईँहरू भन्नुहोस् किन? म त भिडियो एक्सरे गरेर पनि मेरो त परिवार नियोजन गरेको 32 सालमा। किनभने तपाईँहरू चेक गर्न सक्नुहुन्छ, मैले चेक गरेर पनि ल्याएको छु, भिडियो पनि गरेर ल्याएको छु, सबै थोक छ होइन। मलाई एकदम लामिछाना लगाएको हो सर। हो तपाईँहरू चेक गराउनु, मैले चेक पनि गराउनु भने तपाईँको के चेक गराउनु भयो तपाईँले? छोराछोरी हुन्छ हुँदैन मैले 33 सालमा परिवार नियोजन गरेको। ती युवतीको आमाबाउबाट बुझ्दा युवती पहिल्यैदेखि विवाहित रहेको र 4 वर्ष अघि नै बुढोलाई छोडेर माइती बस्न थालेको कुरा बाहिर आएको छ। युवती मानसिक रोगी रहेको र मानसिक औषधि खाइरहेको भनेर परिवारले भनेपछि मानसिक रोगीको फाइदा उठाएर ती वृद्धले युवतीलाई फकाएर गलत कार्य गरेको भनेर छिमेकीहरूले प्रश्न पारेका छन्। ती वृद्धलाई युवतीको घरमा बेला बेलामा आउँदै गरेको छिमेकीहरूले पनि देख्थे रे। अझ ओछ्यानमै बसेर अमला र पैसाको प्रलोभन देखाएको त युवतीकै बाउले देखेको र सुनेका थिए। यस्तो बलात्कार जस्तो जघन्य अपराधलाई डलरको खेती गर्ने नियतले युट्युबर पत्रकारहरू लागि परिरहेका छन्। युवती, वृद्ध र ती नवजात शिशुको गोपनीयताको ख्यालै नराखी युट्युबरहरू उनीहरूको भिडियो दिनदिनै युट्युबमा अपलोड गरिरहेका छन् र आफ्नो खल्ती डलरले भरिरहेका छन्। घटनाको मुख्य विषयमा बहस भन्दा पनि अमलाको विषयमा बहस गराइरहेका देखिन्छन् युट्युबका पत्रकारहरू। यतिले मात्र नपुगेर कन्टेन्ट क्रिएटरहरूले यो घटनालाई कन्टेन्ट बनाइरहेका छन्। कसैले यस काण्डको सर्ट फिल्म बनाइरहेका छन्,
कसैले अमलाको तेलमा बाजेको फोटो राखेर मिम र ट्रोल बनाइरहेका छन्। कसैले त अमला काण्डलाई लिएर गीत नै बनाउन भ्याइसकेका छन्। भ्युज र डलरको लागि जे पनि गर्ने यी नरपिचास मानिसहरूले ती अबोध बालकलाई पनि छाडेनन्। बच्चाको अनुहार त ठ्याक्कै बाजेसँग मिल्दो रहेछ भनेर बच्चाको पनि मजाक बनाइरहेका छन्। कुरा यतिसम्म पनि रोकिँदैन। यो काण्डमा अब माता र झाँक्रीहरूको पनि प्रवेश हुन थालिसकेको छ। समाजमा माता र झाँक्रीको रूपमा चिनिएका यी कथित विद्वानहरूले के विषयमा बोल्ने के विषयमा नबोल्ने भनेर ज्ञान नै छैन। यता सविता माता भनेर चिनिने यी माताले न्यायाधीश बन्दै युवतीमाथि पुरै दोष थुपारेर बच्चाको राजयोग भन्दै भविष्यवाणी नै गरिदिन्छन्। एउटा कुरा अब तिनलाई भाग्यमानी रचिन्ती भनौँ न, बुढैबाट भए पनि भर्खरकाबाट भए पनि एउटा छोरो त पाए। कस्तो भाग्यमानी छौ तँ बच्चो। राजयोग खतरा ठुलो मान्छे हुन्छ, त्यो त लक्की पो जन्मिएको छ त। त्यसमा खुसी हुने कि मिलेर जाने के गर्ने को आफै बुझुन्। अब उसको छोरीमा मानसिक सन्तुलन, अब त्यस्तीसँग सुत्न जाने कस्तो। अब 90 वर्ष माथिका बुढाले त्यो 21 वर्ष कि केटी चाहिँ फेरि किन गयो कि त बुढासँग अमला दिन्छु भनेर फकायो अरे। अमलामा फकेर सुत्ने हो त नानी तिमी? अनि बच्चा पाएर यत्रो पेट हुन्जेल के हेरेर बस्यौ भाइ? बुढो आए आउँथे अब अमला दिन्थे, बिहान बिहान आउँथे भन्न सक्नेले सुत्नु हुँदैन भन्न सक्ने पनि थियो होला नि त दिमागमा। मानसिक सन्तुलन गुमेको जस्तो पनि देखिँदैन। मानसिक सन्तुलन गुमेको मान्छे त्यसरी बोल्दैन र त्यसरी सुत्दैन पनि। अर्को कुरा त्यति बोल्न सक्नेले बुढा त बिचरा यसो ठेल्दिँदा लडिहाल्छन् नि हो भाइ। ती बुढामा के थियो र? होइन र हजुरबा हो नि त, हजुरबा के गर्न खोज्नु भएको भन्न सकिन्थ्यो नि त। अब नजिक नजिक नाच्दै गयो होला नि त। अब अमला खानै डर लाग्ने भयो नि त भाइ, होइन? म त अनम्यारिड मान्छे, अमलै खान डर लाग्ने भयो है। फेरि यता कुन चाहिँ नयाँ झाँक्रीले यो भनेका छन् कि बच्चा निकै ठुलो व्यक्ति हुन्छन् र देशको लागि केही न केही गर्छ। तर आज 22 दिन भयो, जुन दिनदेखि आजको दिनसम्म गणना गर्दा त्यो बच्चा जसरी बाउ बिनाको बच्चा भन्ने नि, तर पनि त्यो बच्चाको भाग्य चाहिँ उत्कृष्ट छ र यो बच्चा सम्मानित बच्चा हुनेछ र यसले राष्ट्रको लागि केही न केही गर्छ, केही न केही चाहिँ गर्छ। फेरि अर्को झाँक्रीले यो भन्छन् अमलामा केही लट्ठाउने कुरा मिलाएर वृद्धले गलत कार्य गरेका हुन्। त्यो अमलामा चाहिँ केही उहाँलाई लट्टिने तरिका तन्त्र मन्त्र अब भनौँ न केही लगाएर दिनुभयो। त्यत्रो बुढो भएको मान्छेले त्यत्तिकै त्यो केटीमाथि जाँदाखेरि त केटीले त मान्दैन, उसलाई केही लट्टाएर उहाँले चाहिँ त्यो प्रकारको काम भयो। तर दुःखको कुरा के हो भने बच्चा जन्मेको 1 महिना हुँदा समेत बच्चाको निवारण भने भएको छैन। यो काण्डमा युट्युबर र टिकटकरले कन्टेन्ट त बनाएका नै थिए, अब समाजसेवाको नाममा चन्दा उठाउने कार्य पनि बढ्दैछ। युट्युबरहरू चामल, लुगा, कुखुराको भाले जस्तो माल सामान बोकेर सहयोग गरेको भिडियो बनाउँदै सहयोगको लागि अपिल पनि गर्न थालेका छन्। अब फेरि सोझा जनताहरू त्यो युवतीको गरिबी स्थिति देखेर सहयोग गर्न त जुट्लान्, तर सधैँझै ती युवतीको नाममा अरूले नै चन्दाको धन्दा गर्नेछन् भन्ने कुरा पनि स्पष्ट देखिन्छ। बाउआमा पनि छोरीको यस्तो अवस्थामा दुखी हुनुभन्दा पनि पैसा सहयोग आउँछ कि भनेर खुसी भएको जस्तो देखिन्छ। अब सहयोग पठाइदिनु भयो भने होइन? हजुर पठाइदिनु भयो भने हामी खानेवाला छौँ, छोरीलाई खुवाउनेवाला छौँ। के भन्नु हजुर, अब त्यही त होला। तपाईँले त कसरी खानु? छोरीलाई चाहिँ खुवाउनु पर्यो, अब आमाले पनि अलिअलि खानै पर्यो होला नि, खानै पर्यो होला नि। पक्कै पनि हेर्नुहोस् यहाँनिर यस्तो अवस्था होइन बुवा। अमला काण्डको अन्तिम फैसला ल्याउन डिएनए टेस्ट गर्ने कुरा पनि अघि सर्दैछ, तर अहिलेसम्म डिएनए टेस्ट भने भएको छैन। अचम्मको कुरा के हो भने नगरेको डिएनए टेस्टको रिपोर्ट युट्युबमा आउन थालिसकेको छ। अहिले मानिसहरू अमलाको नाम लिँदा पनि हाँस्न थाल्छन्। कहीँ कतै अमला खाने हो भनेर सोद्धा नकारात्मक दृष्टिले हेर्छन्। यो काण्डले समाजलाई कहाँतिर लग्दैछ भनेर तपाईँहरू नै विचार गर्नुहोस् र आफ्नो भनाइ कमेन्टमा लेख्नुहोस्। साँच्चै भन्ने हो भने यो काण्डमा सामाजिक सञ्जाल अदालत बनेको छ, इन्टरभ्यू दिने छिमेकीहरू वकिल बनेका छन् र युट्युबर पत्रकार न्यायाधीश बनेका छन्। यसलाई रोक्न न कुनै कानुनी प्रक्रिया अघि बढेको छ, न त मानिसहरू नै सचेत बनेका छन्।